नाम के हो? हुम्बाजी जति त तपाईको 3 क्लाससम्म रहेछ माथि यो पाएको होइन भिर भन्छ यहाँ चाहिँ लाइक त त्यस्तो त केही पनि छैन तर डर लाग्दा डेन्जर बाटो छ गाइजहरु हैन यसरी चाहिँ बाटो सानो हुनाले बाटो चाहिँ निर्माण कार्य जारी छ सुई डाँडा भन्ने तल गएर आयौँ हामी चाहिँ ससुराली गाउँ त्यति तलतिर थियो नमस्कार हजुर आज चाहिँ हामी यो अति नै भाइरल ठाउँ यो चाहिँ तपाईँको सन्ती खर्का साइडको भित्रपट्टि योलाई साप्रेभिर भन्छ है होइन भाइ चाहिँ साप्रेभिर भन्छ यहाँ चाहिँ देख्नु लाइक त त्यस्तो त केही पनि छैन तर डर लाग्दा भिरहरू छ कि योभन्दा केही महिना अगाडि आएको बर्खामा यहाँ यता साइडतिर चाहिँ पहिरो गएर अनि हामीलाई चाहिँ हिँड्न पनि गाह्रो भएको थियो अहिले चाहिँ बाटो धेरै सुधार भएको रहेछ धेरै नै सुधार भइसकेको छ अब त्यस्तै भाइ म अब यो भाइ म यतातिर यो पनि भाइरलै ठाउँ हो अनि भाइ र म चाहिँ आएको थियौँ देख्ने कुराहरू त धेरै छन् यता गाउँतिर त्यता चाहिँ हामी अझै गइपुगेको छैनौँ अब जाँदैछौँ नि त यहाँनिर चाहिँ भर्खर भाइ र म आएको छ यस्तो घर आयो भाइले अब फोटोसोटो खिच्ने होइन सायद 150 देखि 250 फोटो त खिचिसक्यो होला अहिलेसम्म हामी चाहिँ जान्छौँ यहाँदेखि हामी अब यहाँदेखि जान्छौँ धेरै टाढा हो जानुपर्ने अब आधी बाटोमा आइसकेका छौँ बिचरा भाइ यार थकित भएको छ खाना खानेको पनि टाइम मिलेको छैन अनि अर्डरको सामान छोड्न आएको थियौँ त्यतातिर अब जान्छौँ नि त बाटो चाहिँ अप्ठ्यारो छ अब गर्मीले यस्तो गर्मीले हेर्नु घाम हेर्नु देख्न सक्नुहुन्छ गाइजहरु बाटो एकदमै रमणीय छ डेन्जर बाटो छ गाइजहरु हैन एकदम डेन्जर बाटो छ त्यही पनि जोखिम मोलेर हामी रिकर्सन खेल्न आइपुगेका छौँ देख्न सक्नुहुन्छ पारिपट्टिको गाउँ पनि एकदम सुन्दर पारी डाँडा किनी हिल्सहरू हेर्नुहोस् यस्तो दामी हिल्स छ हिल्सको हल्का साइडमा माउन्टेन पनि छ गाइजहरू होइन बाटो एकदमै डेन्जर छ हेर्नु अफरोडिङ होस् पुरै अफरोडिङ छ एकदम रमणीय ठाउँ छ पारिपट्टि गाउँ छ हेर्नु सनसेट यस्तो दामी देखिन्छ इल्डर ब्रोदर राइडिङ हेयर बाटो एकदमै डेन्जर छ गाइजहरू पहिरो पनि पटक जाने गर्छ बर्खायाम पनि हिउँपानी आयो पहिरो आयो ओह्रालो आयो देख्न सक्नुहुन्छ गाडी बन्द गरेर पनि त्यहाँ मजाले चलिरहेको छ बाइक होइन यस्तो डेन्जर बाटो छ पहिरो जाने बहुत सम्भावना हुन्छ बर्खायाममा यतातिर पानी परेको समयमा डेन्जर पहिरो जाने गर्छ हेर्नुहोस् यहाँ प्रकृति नेचरहरू हेर्नुहोस् पारीको हिल्सको साइडमा माउन्टेन देखिन्छ बिहानको समयमा सन्धी खर्का जाने बाटो हो गाइजहरू यो चाहिँ देख्न सक्नुहुन्छ मेरो अङ्कलले यता राइड गरिरहनु भएको छ एकदमै रमाइलो ठाउँ छ गाइज होइन देख्नुहोस् हामी राइड गरिरहेका छौँ एकदमै डेन्जर बाटो छ होइन हुन्छ गाइज बाटो बन्दैछ अझै पनि त्यसरी चाहिँ बाटो सानो हुनाले बाटो चाहिँ निर्माण कार्य जारी छ अब हामी चाहिँ यहीँनिर उभ्यायौँ भाइ र म चाहिँ जान्छौँ कतिखेर हो थाहा छैन यतिखेरसम्म हिँड्छौँ बाटो बन्दैछ बाटो बनाएपछि क्लियर भएपछि जाने बिचरा उहाँले पनि अब मिहिनेत त गर्नुभयो उज्यालोदेखि बन्दैछ ऊ बाहिर जान्छ देख्नु पनि गाह्रो छ यहाँ त बन्दैछ स्कुलको यहाँ अति नै दुःख रहेछ यहाँ चाहिँ स्कुलको अति नै दुःख रहेछ पढ्नको लागि विद्यार्थीहरू तल 5 क्लाससम्म यहाँ चाहिँ 3 क्लाससम्म आधारभूत विद्यालय यहाँ त तपाईँको 3 क्लाससम्म रहेछ माथि यो पाएको होइन यहाँ विद्यार्थीलाई पढ्नको लागि पाएको देउराली भन्दो रहेछ नि यहाँ चाहिँ पढ्नको लागि अति नै दुःख रहेछ बिचरा मैले देखिँदै थिएँ आउँदै थिएँ बाटाबाट आउँदाखेरि त्यहाँनिर देखेको थिएँ भन्नु आउँदाखेरि त्यहाँनिर चाहिँ तपाईँको बाटोमा विद्यार्थीहरू पनि हिँड्दै आएको थियो कि उताबाट त्यस्तो उकालो जस्तो एउटा बाइक उकालो चढ्नु पनि त्यति गाह्रो मान्छ त्यस्तोमा विद्यार्थीहरू कसरी आउँदो होला हजुर तलतिर चाहिँ धेरै दुःख रहेछ अलिकति दुःख रहेछ यहाँ चाहिँ तपाईँको 3-4 क्लाससम्म मात्रै स्कुल रहेछ अझै भएन भनेर पढ्नको लागि म एकचोटि यतातिर जाँदाखेरि अगाडि स्कुल देख्थेँ धेरै टाढा रहेछ कि स्कुलको लागि चाहिँ यहाँ अति नै दुःख रहेछ यहाँ चाहिँ अलिकति बजेट पारिदिएर राम्रो स्टुडेन्ट विद्यार्थीहरू धेरै भयो भने अब टिचरहरू अलिक धेरै कलेक्सन गरिदिएर राम्रोसँग उ गरिदिए राम्रो हुन्थ्यो होइन र यहाँ बुढो मान्छेको भनाइ के छ भनेपछि विद्यार्थीहरूले हर कोहीले दुःख नपाउन् होइन र पढाइ चाहिँ पढ्नलाई अलिकति सुविधा रहेनछ कि यहाँ
बर्खा समयमा पनि पानी पहिरोले पनि डर हुँदो रहेछ। यहाँ त राम्ररी भनौँ अब छैन धन्चो नेता हुनु बाजे यतातिर अब यो अर्को नेता छ त्यहाँदेखि उता गइरहन्छ यता पुगिँदैन। अनि यहाँ पानी पिउनलाई कस्तो सजिलै छ? घर घरमै धारा छ होला? छैन, मिटर सिस्टम छैन। त्यही 5-6 घर मिलेर एउटा धारो चलाउने गरेका छन्। मिटर सिस्टमको बनाएका टङ्की बनाएछन् तर अब नयाँ सरकार आयो बनाएको त पोहोर परार हो बजेट रहिरहेको छ। हजुरको नाम चाहिँ शुभ नाम के हो? मेरो हुम्बाजी जति तपाईँले यति कुराहरू गरिदिएर हामीलाई अलिकति सपोर्ट गर्नुभयो, यसको लागि चाहिँ साँझ हामीले न्युजमा हालिहाल्छौँ कि है। हजुरहरूले देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ फुल इन फाइन यस्तो फ्रेस कन्डिसनमा बाटो पनि मान्छेहरूले गाडी फ्रेस कन्डिसनमा लिएर आउन्, नत्र पनि समस्या हुन्छ। हेर्नु त देख्दा पनि डर लाग्छ। तल हेर्दाखेरि गइरहे, यता हेर्दाखेरि पाहाडी बाटो सानो सानो पाहाडी गाउँहरू। यो चाहिँ धनचौरपाको लक्ष्मी डाँडा भन्ने तल गएर आयौँ हामी चाहिँ। ससुराली गाउँ त्यति तलतिर थियो। तल यस्तो यस्तो ठाउँहरू पनि क्या राम्रो ठाउँ। अझै बर्खायाममा झन् हरियाली हुन्छ होला, बर्खायाममा डर पनि हुन्छ यहाँ। अनि तपाईँको चाहिँ हेर्नु त यहाँ घरहरूमा कस्तो मिलेका घरहरू, सानो सानो बासिन्दाहरू, थोरै घरहरू भए पनि रमणीय ठाउँ रहेछ, रमाइलो रहेछ। अनि विद्यार्थीहरूलाई पढ्नको लागि अलिकति दुःख त दुःखै रहेछ। पारी एउटा आयौँ भने चाहिँ यहाँ यत्रो दुःख सङ्घर्ष करिब 1-1.5 घन्टा हिँडेर मान्छे चाहिँ आफ्नो स्कुल भेट्न आउँदो रहेछन्। त्यही भएर हेर्नु यो चाहिँ धनचौरपाको डाँडा है त। ल यति भन्दै हामी अलिकति अगाडि बढ्छौँ, लेट भइरहेको छ। अर्घाजी सन्धि खर्काउनु होइन धनचौरपाको यो चाहिँ अर्घाजी धनचौरपाको हो। यस्तो दामी गाउँ रहेको छ यतातिर हेर्न सक्नुहुन्छ। भर्खर हामी यहीँबाट आएको। गाउँ एकदमै राम्रो, सफा सुन्दर, नेचर एकदमै राम्रो। यस्तो नेचर देख्दा खुसी लाग्छ। हेर्नुहोस् आफ्नै नेचरमा बाँच्नुपर्छ। नेचर इज सो ब्युटिफुल गाइज, वन्डरफुल नेचर गाइज। देख्न सक्नुहुन्छ भिर पाखाहरू एकदमै राम्रो छ। बाटो पनि डेन्जर छ तर एकदमै राम्रो।